हेलो एभ्रिवान। आज म चाहिँ तपाईहरुलाई देखाउँछु हाम्रो मामा हुनुहुन्छ के जुम्लातिरको। अनि त्यहाँले चाहिँ मेरो ग्राफ्ट गरेको रुखमा ग्राफ्ट गर्नुको मतलब कि त्यो हुन्छ नि, त्यो एउटा रुख हुन्छ अनि त्यसमा चाहिँ अर्को भेराइटीको रुखको त्यो सानो टुक्रा काटेर त्यसरी त्यसमा जोडेको के। अनि प्लास्टिक चाहिँ बाहिरबाट बेरेको के। अनि त्यो गर्दा गर्दै चाहिँ मलाई त्यहाँ बीचमा एउटा रुख रहेछ, त्यसमा सँगसँगै हाँगा रहेछ के गाँसेको। अनि पछि त्यो राम्रो रुख बनाउनलाई चाहिँ अहिलेदेखि नै तयार पार्नु पर्यो नि त। त्यो यसरी टाढा टाढा बनाउन खोजेको लाग्दै लागेन। अनि मामाले चाहिँ त्यसरी नगर ऊ त्यो गराउ चाहिँ भनेर भनेको के। अनि यो मामा चाहिँ जुम्लातिरको हुनुहुन्छ। यहाँ पनि धेरै वर्ष भयो नेपालबाट इन्डिया आएर त्यसरी आउनुहुन्छ अनि काम गर्नुहुन्छ, अनि नेपाल जानुहुन्छ, फेरि आउनुहुन्छ, फेरि त्यसरी आइराख्नुहुन्छ, जे नेपाल पनि गइराख्नुहुन्छ। अनि यो मामाले नै सबै गरिदिने हो मेरो काम चाहिँ। अब स्याउको कटिङदेखि लिएर ग्राफ्टिङदेखि लिएर त्यो हुन्छ नि गर्ने कामहरू, त्योहरू चाहिँ सबै मामाले नै गरिदिनुहुन्छ के। अनि यसरी मैले पछि लगाएर सपोर्ट दिएको। अनि त्यो टाढा टाढा भयो भने चाहिँ रुखमा अनि स्ट्रेन्थ बढ्छ नि त। अनि जस्तो सेपमा भयो त्यस्तै पछि हुन्छ नि त रुख पनि। अनि त्यस्तै गर्दा गर्दै अनि मैले चाहिँ बीचमा त्यो मामाले फाल्नु भएको रहेछ के, त्यो काटेर चाहिँ ग्राफ्ट गर्नलाई त्यो रुखहरू काट्नु भएको रहेछ नि त। अनि काटेर त्यसरी राख्नु भएको रहेछ। अनि मैले चाहिँ त्यो उठाएर एकातिर पारेको के, भोलि पर्सि त्यही सपोर्ट दिनलाई केही हुन्छ नि त, बगैँचामा काम लागिराख्छ नि त। त्यही भएर यो सबै उठाएर चाहिँ एका ठाउँतिर राखेको। अनि नभए काम नलागे पनि आगो बाल्नलाई काम लाग्छ नि त हाम्रो त्यो नेपाली अङ्कल आन्टीहरूको डेरामा, त्यसरी। अनि यो गर्दा गर्दै चाहिँ मलाई एउटा रुख भेट्यो, त्यसमा चाहिँ तलबाट हाँगा पलाएको रहेछ के। अनि धेरै तलबाट पलायो भने त फेरि भोलि पर्सि ठुलो भयो भने अनि तलैदेखि फल्न थाल्छ नि त। अनि धेरै तल फलेको भने घाँसहरू लाग्छ, त्यो सबै काटिदिएको के तलको। अनि यो चाहिँ मामाले त्यसरी ग्राफ्ट गर्दै हुनुहुन्थ्यो, त्यो बिचमा चिरा मारेको अनि अर्को भेराइटीको त्यसमा जोडिदिएको। हेर्नुहोस् त्यसरी जोडेको। यो चाहिँ मेरो मेल भन्छ नि, नेपालीतिर मेल भन्छ नि, यतातिर चाहिँ क्याथ भन्छन् के। त्यसमा नस्पतिको चाहिँ जोड्नु भएको कलम चाहिँ अर्को खालको भेराइटी जोडेको त्यसमा। यसरी काटेको पहिला मसिनो पारेर, अनि फेरि त्यसमा बिचबाट चिरा मारेको। अनि फेरि त्यसलाई चाहिँ अर्को उसमा त्यसरी यसलाई पनि त्यसरी पातलो पारेको के। नि यसरी पातलो बनाएर यसरी काट्ने। अनि यस्तै त्यसमा जसरी चिरा मार्नु भएको थियो नि मामाले, हो त्यसै गरी यसमा पनि चिरा मार्ने के। अनि त्यसलाई चिरा मारेर यसको त्यसरी चाहिँ तल मिलाएर अनि यसमा चाहिँ नयाँ रुख चाहिँ अनि तयार हुन्छ क्या यसरी। अब यसमा चाहिँ बाहिरबाट मामाले के गर्नुहुन्छ भने प्लास्टिक बान्नुहुन्छ के। त्यसरी सबै प्लास्टिक बान्ने। त्यो पछाडि चाहिँ हाम्रो त्यो काम गर्ने आन्टीको नातिनी आएको बाल्टी लिएर के, पानी हाल्नलाई चाहिँ लिएर आएको। यसरी बान्यो सबै अनि टाइट गरी बान्ने कि, भोलि पर्सि नतरी भने फुकिन्छ नि त। अनि यो चाहिँ हामीले कहिले खोल्ने भने जब यसमा पुरा त्यो पातहरू